अलि सर केटा कस्तो छ भनी भन्नेहरूलाई देखाइदिउँ न यो यहाँ छ है यो के हो हेर्नु होला यहाँ लाइक सब्सक्राइब यो तरिकाले हेलो साथीहरू आज चाहिँ म धेरै दिनपछि युट्युबको लागि भिडियो बनाउँदैछु लगभग 2 महिना भयो होला अनि आज चाहिँ म बङ्गाल काट्न जानेछु तयारी मासु ल्याउनु होला अनि म चाहिँ सबै यहाँबाट निस्केर जानेछु है त यस्तो छ यहाँनिर चाहिँ हाम्रो बस्ने ठाउँ है अनि आज चाहिँ अब बङ्गाल काट्न जाने त्यसपछि भरे भेटौँ है त कस्तो हुन्छ के हुन्छ चट्ट लाएर अहिले चाहिँ हामी आइसकेका छौँ है चट्ट मेरो पसल यहाँ भयो अनि यस्तो तरिकाले अब म चाहिँ निस्किँदैछु यहाँबाट पसल भइगयो अनि हामी जा हेलो हेलो गाइजहरू ए व्यस्त हो ल यो यता कति प्लेट हो आधी 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 एउटा मोमोको आधी दिदीबहिनी खाजा गर क्युआरमा पैसा चाहिँ नहाल्नु होला कृपया जाने होइन तयारी भएको त म काम लगाइदियो ए भइसक्यो त तयारी ल जाउँ पिठो मुख्नु पर्यो रे ए नदिने जानलाई पानीपुरी चटपटी खाना आइहाल्नु होला जान नदिने है मैले कहाँ रोकेछु त ल जाउँ कहाँ जाने हामी सधैँ काट्न स्पेसल लिएर आउने जानुपर्ने हो कि हामी पनि जानु पाइने हो तपाईँ जाने भए बाइकमा एकजना अट्ने हो जो जग्गा नि भयो त्यो खतरा तरिकाले खोइ छुँदैन नि त ए फेरि खतरा खेलाडी है खतरा खेलाडी फेरि खै ल कहाँ हान्ने हो खेलाइ हो ए गयो 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 इज्जतको सवाल छ है के रे यो गयो 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 इज्जतको सवाल छ है ल है यो टोली त आज त अनि बेलामा ल त्यो अर्को अर्को अस्ति नै कति दिन भरे नि खेल्नु नपाए ओए झन्डै गयो है के गरेको तैँले यो ल ल अब हामी ओइ यहाँबाट ल जाउँ न जाउँ सिधाइदिने ढिलो हुन्छ नि त नि यस्तो बनाएर त ढिलो भइहाल्छ नि ल जाउँ जाने भएदेखि नत्र म झोला सोला बोकेर झोला ग्याङ आजको चाहिँ हाम्रो खजना यो है त यहाँ स्टक गरेको सामानहरू चाहिँ यहाँ छ होइन सामान भनेपछि हाम्रो मालहरू अलि सर केटा कस्तो छ ए हेर्नु होला फेरि भुनी काट्यो भन्छ यहाँ हेर है यो भुनी होइन उता फर्की यहाँ भुनी हो भन्छ क्या अनि देखाइदिन खोजेको फर्किँदैन ल यहीँ छ है त अब हामी यसलाई बनाएपछि भेट्छौँ ल काम तमाम अब खलास यो चाहिँ सासै बढो घिसारले छ क्या यहाँ भुनी भन्नेहरूलाई देखाइदिउँ न यो यहाँ छ है यो के हो हेर्नु होला जस्तै हुनुहुन्छ यहाँ तातो पानी हाल्ने कार्यक्रम हुन्छ होइन गाउँमा जस्तो यहाँ पोल्ने छैन तातो पानी पिल्छाउने अनि पछिबाट मजाले पोल्ने काम हुन्छ ग्यासले साउजी एकपल्ट हाँस्दिनु त ल ल अब तपाईँको पालो होला लोकल भिडियो पक्रिनु न अब तपाईँ यहाँ चट्टसँगले ल अब हाम्रो सरले फुर्किने हुँदैछ ड्याङ चाहिने पारिदिने हो पोथी नै हो कालै हो ल एकदम लोकल बङ्गुरहरू हजुर गाह्रो छ हौ गाह्रो छ ल सोल्टी है सर दिउँ त्यो गम्बुटले चाहिँ ट्याक्क टेक्नुपर्छ कानहरूलाई हुने गरी बङ्गुर काट्ने दुखी आत्माहरू है दुखी जिन्दगी यस्तै छ मजाले कहाँदेखि हेर्दै हुनुहुन्छ यसो कमेन्ट पनि गर्नु होला सम्पर्क गर्नु होला मासु चाहिँ यस्तै हुन्छ है मासुको काम गाह्रो छ है बोल्न पनि अल्छी लागिरहेछ गलेर थाकेर म आफै पानी हाल्दैछु के गर्नु अब एकछिनपछि अब पिल्साइसकेपछि मात्रै भेट्नुपर्छ ल अहिले चाहिँ अब अलिक 2 जना मात्रै छौँ कि अलिक गाह्रो छ अहिले यो फलाथुलुत पारेपछि भेटौँला है त पिल्साएर अब चाहिँ यसलाई चट्ट ल तपाईँको हातमा आज फेरि पनि क्यामेरा तेरि म त क्यामेराम्यान भइसक्यो हो भनेर भन्ने हो मुख देखेन भन्थ्यो अब मुखमा त त्यसरी बसाइछ नि ल
चिर्ने काम सुरु भयो 2 भाइ मात्रै अलि टाइम लाग्यो है सर 2 भाइलाई आज दिन बित्यो फेरि पनि आज यस्तो चिराइ हुँदैछ धेरै दिनपछि आयो म चिर्नलाई अब ट्याक्कसँगले चिरा चाहिँ कडा छ हाम्रो बोसो मासु चट्ट मिलेको छ जस्तो छ यसो हेर्दाखेरि त्यो होइन अर्को चाहिँ लाग्थ्यो सोल्टी ऊ त्यो सुनको यो सुनसँगको हतियार हो पानी खै गाह्रो छ हौ मलाई गाह्रो छ ल सलक्क साइली यो हो नि त तरिका 3 पिस निस्क्यो 3 पिस ए अलि ढिलो भयो त्यही भएर यहाँ फुलिया छ यसरी निकाल्नु भयो यसलाई गुड गोलो गर ठुलै निकाल्दा नि हुन्छ फेरि ब्लास हुन्छ कि हो काट्नुसँग डराउनु हुँदैन सिकारु पर्यो ठिक छ एकदम दामी छ एकदम दामी छ कालो बुङ्गुर काट्नु निकै गाह्रो हुँदो रहेछ यसको रौँ फाल्नुको लागि अति गाह्रो भयो त बङ्गुर पनि ठ्याक्कै आजको चाहिँ 55 किलोदेखि 60 किलोको अन्दाजमा हो यसलाई यसरी तान्नै पर्यो हैन त तेलायो तेरीमा लैजाने होइन त्यो पानी हान्नुपर्छ त उसिनेको पानी हान्नुपर्छ उसिनेको पानी यो चाहिँ भुनी भन्ने साथीहरुलाई हेरौँ है ए यस्तो छड्के पार्नु न हत्तेरी भइरहेछ सर यसरी चाहिँ भुनी भन्ने साथीहरुलाई है यो चाहिँ हतियार यहाँ उसिनेको पानीले सल्लक्क कता यसले छिर्किया छ पखाल्नु पर्यो के गर्ने अब लगेर खुवाउनु पर्ने छ हैन ए पुरा फुलिस ढिलो भएर त आज साह्रो ढिलो गरियो 2 जनालाई मात्र कालोको जगर अलिक चर्को हुन्छ के हो साउजी एकदम कालो बुङ्गुर मिठो हुन्छ बनाउनु पनि त्यस्तै गाह्रो मिठो हुन्छ एकदम ए किक हाने त यार ब्याक किक दिन्छ है सरहरू गाह्रो छ मासु खानलाई मासु खान गाह्रो छ जडीबुटी मिस गरिरहेको छु जडीबुटी साउजी आउनु भएन यस्तो त उहाँले हो सल्लक्क निकाल्ने खतरा तरिकाले गुड आज त यार मैले यसलाई सँगै निकाल्नुपर्छ होइन सँगै निकाल्दा होइन भरे त्यहाँ चाहिँ भ्ल्याट्टै हान्ने कि उ गर्ने यसलाई कसरी गर्नु ल अहिले बन्द गरिदिउँ हड्डी छैन अघिको 1 लट चाहिँ बोकेको भिडियो आएन अब हामी सबै बनाएर तयारी भएर हिँडिसक्यौँ है अब यहाँ लाइक सब्सक्राइब यो तरिकाले झोला बोक्ने हो अनि अब ज्याकेट कता छ ज्याकेटहरू लिन आउनुपर्छ होला त 1 लट कपडा तपाईँको ज्याकेट मेरो कहाँ पो राखेको थिएँ मैले मेरो पनि थियो ए यहाँ रहेछ मेरो यहाँ छ झोला र मासु बोक्नु भनेको मिलेन नि हो ल कपडा पानीमा झरेर पनि खत्तम हुन्छ त अब यहाँ अर्को बोरा ल लाग्यो है झन्डै खस मोबाइल झन्डै खसो लाइक सब्सक्राइब भएन अप्ठ्यारो अब पारी गरेर गरौँ आएको भिडियो खिच्नै मिलेन नि यस्तो त खिच बोकेर आएको यार यहाँ 2 बोरा बोकेको नि खिच्न मिलेन ल यो खोला तर आएको हामी खतरा यस्तो चिप्लो रहेछ यो खोलाको ढुङ्गा कता हो यो खोला यहाँको ढुङ्गा लास्टै चिप्लो रहेछ अब चाहिँ लगभग वारी आयो अब यहाँ चट्ट लगाउने
हात त के साह्रो यो त चिल्लो छ त अब धुने चाहिँ टल्किन्छ त्यस्तै हो पुष्पासले काम चलाउनुपर्छ कमान्डरको काम दिनु पर्यो नि हौ साउजीहरू एकदम हाम्रो चाहिँ नि यो मासुको काममा अलिक गाह्रो छ के भयो दुईजना मात्र भएर भिडियो गर्न पाएन है सुरुको र अन्तिमको भयो अब यहाँ बाँध्नुपर्छ यो तरिकाले यो झ्याप्प बाँधेर यहाँ पछाडि घडा पलाउने हो काम बाँधाइ गर्नुपर्छ अनि काम कसै यो बसन्तीमा लगाएर हरेर हो बसन्ती अर्को बसन्ती यहाँ छ ए कुत्ता यता के गर्दैछ यहाँ तेरीमा सुँग्दै रहेछ बोरामा आएर तेरामाका बसन्तीलाई टाइटिङ गरिहाल्नु ल अब यहाँ मेरो त अलिक कमै छ म चट्ट मिलाइहाल्छु है त यहाँ मेरो मोबाइल अडिँदैन अडियो बस यस्तो तरिकाले अब चट्ट झन्डै कुकुरले लुछ है मेरो मासु हेर्दै रहेछ लाने बानी परेछ नि त घिसार्ने बानी पऱ्यो होला रसी छैन नेता छ सोल्टी यहाँ छ रसी यहीँ छ त पुग्छ होला यसैले भन्ने कुरो चाहिँदैन नर्मल अलिअलि बाँध्नु पुगिहाल्छ बाटोमा चाहिँ नखसोस् लाउनु सोल्टी फाल्दिउँ हाल्ने रसी दिउँ यहाँ म बाँध्दैछु रसी दिउँ रसी पर्छ र पर्दैन होला कि तर छोटो रहेछ अझै छोटो चाहिँ हो हो हुन्छ ल यतिकै रसी चाहिँ बाइकमा यसो बाँधिराख्नु कि रोक्यो ल सोल्टी आयो ल ल ल बाँधो छड्के पाएर राम्रो छड्के पाएर तेरि छड्के कोल्टे सबै ल हाम्रो गाडी बुङ्गुर बोक्ने गाडी उता धरानतिरबाट ल्याउने गाडी यही हजुर यता पारतिर हाम्रो यसो बुङ्गुर राख्ने ठाउँ हाम्रो स्पेसली राख्ने ठाउँ चाहिँ यहाँ माथि छ यो हरियो घाँस देखिएको नि अहिलेको लागि यता हो उता मर्मत हुँदैछ र ल झुन्ड्याउँदै सोल्टी बसन्ती ल बसन्ती एउटा बसन्ती लोड भयो अर्को बसन्ती अब यो चाहिँ अलिकति गाह्रो छ यो बसन्तीलाई चाहिँ एकछिन यो बसन्तीलाई केही नगरौँ यहाँ आइ फेरि झर्छ है ल सोल्टी ल बसन्तीलाई दिइहालौँ समयअनुसारको अड्काउनु पर्छ बसन्ती ल यो बसन्तीलाई पनि दिइहाल्नु ल लोड भइसक्यो है त हाम्रो बसन्तीहरू यता पनि लोड भयो यता मेरो लोड भयो अब आफ्नो लुगा पनि लोड गरौँ बसन्ती चाहिँ नि अगाडि हिँड्छ अनि बसन्तीको सानो फोटो पनि खिचेर तपाईँ बिस्तारै क्रमिक रूपमा ल बसन्तीलाई पछ्याउनु होला ल हेलमेट सेलमेट छैन अब हामी तयारी भएर अब निस्किँदैछौँ है त अब सक्यो आजलाई यति नै टाटा बाई बाई बसन्ती अब हिँड्छ सानो झलक ऊ हेर्नु त्यही ढुङ्गा छैन म मार्छु होला बसन्ती ल ल गाडीमा लागेको चर्को पर झन्डै गाह्रो पर घटाउनु सकेन ल ल हिँड्नु होला म पनि आइहालेँ बसन्ती यसरी हिँड्छ हेर्नु होला है बम बम पारेर काठमाडौँको ललितपुर चाहिँ के हरिसिद्धि त्यही जग्गामा पर्छ ल ल बसन्तीलाई पनि चिसो लागिसक्यो चिसो लाग्यो ठन्डै लाग्यो तनाव पो बनायो तनाव ल ल हिँड्नु म आएँ अब मेरो पालो है म पनि तयारी भइसकेको छ म पनि निस्किन्छु बाई बाई